वेलकम टु वचम्यान नेपाल। आज हामी क्वार्ट्ज घडीको एडभान्टेज र डिसएडभान्टेजहरूको बारेमा कुरा गर्नेछौँ। हाम्रो च्यानलमा हामीले क्वार्ट्ज घडीको बारेमा त्यति डिटेलमा कहिले पनि डिस्कसनहरू गरेको छैन। सो दिस विल बी द फर्स्ट टाइम जुन चाहिँ हामीले क्वार्ट्ज घडीको बारेमा कुरा गर्नेछौँ। सो लेट्स गेट इन्टु द भिडियो। क्वार्ट्ज घडीको एडभान्टेज र डिसएडभान्टेजेसहरूको कुरा गर्नुभन्दा सबैभन्दा पहिला हामीले क्वार्ट्ज घडीको इतिहासको बारेमा बुझ्नुपर्ने हुन्छ। 1969 भन्दा पहिला घडीहरूमा केवल मेकानिकल घडीहरू मात्र हुने गर्दथ्यो भने 1969 पछि जब सेको एस्ट्रोन नामक क्वार्ट्ज घडीको जब उनीहरूले लन्च गरे र त्यसपछि मात्र क्वार्ट्ज घडी स्टार्ट हुन थालेको हो। र 1969 मा जब सेको एस्ट्रोन भन्ने क्वार्ट्ज घडीको लन्च गर्यो, त्योभन्दा अगाडि कुनै पनि कम्पनीले या कुनै पनि देशले क्वार्ट्ज घडीको निर्माण गरेको थिएन या लन्च गरेको थिएन। र सेको एस्ट्रोनको सुरुवातपछि नै क्वार्ट्ज घडीको सुरुवात भएको मान्नुपर्दछ। र जब क्वार्ट्ज घडीको लन्च हुन थाल्यो र त्यसपछि चाहिने मेकानिकल घडीको युजेजमा अलिकति कम आउन थाल्यो र यसलाई यो टाइमलाई चाहिने हामीले क्वार्ट्ज क्राइसिसको नामले चिन्ने गरिन्छ। अब कुरा गरौँ क्वार्ट्ज वाचको एडभान्टेजहरूको बारेमा। क्वार्ट्ज वाचको एडभान्टेजहरूको बारेमा कुरा गर्नुपर्दा सबैभन्दा फर्स्टमा आउँछ एक्युरेसी। कुनै पनि क्वार्ट्ज वाच जति पनि सस्तो किन नहोस्, त्यो क्वार्ट्ज वाच कुनै पनि मेकानिकल वाचभन्दा एकदमै एक्युरेट हुने गर्दछ र यसको टाइम किपिङ एकदमै एक्युरेट हुने गर्दछ। चाहे चाहिँ तपाईँको मेकानिकल वाच जति नै महँगो किन नहोस्, जति नै कम्प्लिकेटेड किन नहोस्, तर सामान्य क्वार्ट्ज वाच कुनै पनि मेकानिकल घडीको तुलनामा एकदमै एक्युरेट हुने गर्दछ। र क्वार्ट्ज वाचको अर्को एडभान्टेजको बारेमा कुरा गर्नुपर्दा क्वार्ट्ज वाच ब्याट्रीले गर्दा चल्ने हुँदा यसमा घरिघरि तपाईँले टाइममा चाहिँ तपाईँले टाइमको एडजस्ट गरिराख्नुपर्ने या डेटको एडजस्ट गर्नुपर्ने या अरू कुनै कम्प्लिकेसन छ भने त्यो कम्प्लिकेसन एडजस्ट गर्नुपर्ने झन्झट हुँदैन। जस्तै मेकानिकल घडी मेकानिकल पार्ट्सहरूले चल्ने हुँदाखेरि त्यसमा पावर रिजर्भ चाहिँ तपाईँको 2 दिन 3 दिन त्यसको पावर रिजर्भ हेरी हुने गर्दछ र त्यसको पावर रिजर्भ सकिसकेपछि तपाईँले फेरि त्यसलाई चाहिने बन्द भइसकेपछि त्यसलाई चाहिने त्यसको टाइम र अरू कम्प्लिकेसनहरू मिलाउनु पर्ने झन्झट हुन्छ भने यो तपाईँको क्वार्ट्ज वाचमा यस्तो हुँदैन। यो ब्याट्रीको यसमा चाहिँ ब्याट्री जबसम्म रिजर्भ रहन्छ तबसम्म तपाईँले एकचोटि मिलाइसकेपछि त्यसको डेट अरू कम्प्लिकेसनहरू टाइमहरू सबै सेट हुने गर्दछ। र अर्को पोइन्ट रहेको छ क्वार्ट्ज वाचको प्रोडक्सन कस्ट। क्वार्ट्ज वाचको प्रोडक्सन कस्ट कुनै पनि मेकानिकल घडी कुनै पनि सस्तो मेकानिकल घडी भन्दा पनि एकदमै सस्तो पर्न जान्छ, किनकि यो मेकानिकल पार्टबाट बनेको हुँदैन। यसमा क्वार्ट्ज क्रिस्टल र अरू पार्टहरू मिलेर बनेको हुँदा यसको चाहिने प्रोडक्सन त्यति जटिल हुँदैन जति चाहिँ मेकानिकल वाचको हुन्छ। त्यही भएर यसको प्रोडक्सन कस्ट तपाईँको एकदमै सस्तो पर्न जान्छ। कुनै क्वार्ट्ज वाचको मुभमेन्टको प्रोडक्सन कस्ट भनेको तपाईँको $10 लिएर $15 मात्र पर्न जान्छ, जुन चाहिँ कुनै पनि मेकानिकल घडी सस्तोभन्दा सस्तो मेकानिकल घडी भन्दा पनि एकदमै न्यून पर्न जान्छ, जसले गर्दाखेरि यसको प्रोडक्सन एकदमै धेरै हुने गर्दछ र जब यो हामी कन्ज्युमरहरूलाई पनि एकदमै सस्तोमा यी क्वार्ट्ज घडीहरू हामीले पाउन सक्छौँ। अर्को एडभान्टेजको पोइन्टको कुरा गर्नुपर्दा अर्को पोइन्ट रहेको छ क्वार्ट्ज वाचको कम्प्लिकेसन। क्वार्ट्ज वाचमा कम्प्लिकेसनहरू प्रोडक्सन गर्न तपाईँको मेकानिकल घडीमा भन्दा एकदमै सजिलो हुन्छ, जसले गर्दाखेरि क्वार्ट्ज वाचमा चाहिने तपाईँले चाहिने धेरै कम्प्लिकेसन भएको क्वार्ट्ज वाचहरू किन्न सक्नुहुन्छ कम दाममा। जस्तै चाहिने तपाईँको क्वार्ट्ज वाचमा तपाईँले डे कम्प्लिकेसन भएको, डेट कम्प्लिकेसन भएको, मुन फेज भएको, त्यसमाथि पनि अरू विभिन्न कम्प्लिकेसनहरू भएको घडी तपाईँले यदि चाहिने मेकानिकल घडीमा किन्नु पर्यो भने धेरै महँगो पर्न जान्छ भने यदि त्यस्तै कम्प्लिकेसन तपाईँले क्वार्ट्ज वाचमा किन्नुभयो भने त्यसमा प्रोडक्सन सजिलो हुने भएको कारणले गर्दाखेरि तपाईँले त्यो एकदमै कम दाममा पाउन सक्नुहुन्छ। जस्तै तपाईँले क्यासियोका घडीहरू लिनुहोस्, एकदम सस्तोभन्दा सस्तो घडीहरू तपाईँले धेरै कम्प्लिकेसन भएको, जस्तै वर्ल्ड टाइम भएको, मुन फेज भएको, टाइड ग्राफ भएको र अरू धेरै सेन्सरहरू भएको, जस्तै चाहिँ तपाईँको डिरेक्सन भएको, यति धेरै कम्प्लिकेसन भएको घडीहरू पनि तपाईँले सस्तो मूल्यमा तपाईँले क्वार्ट्ज वाचमा पाउन सक्नुहुन्छ, जुन चाहिँ तपाईँको यसको एडभान्टेजको एकदम मुख्य पोइन्ट मान्न सकिन्छ। यो त भयो हाम्रो क्वार्ट्ज घडीका एडभान्टेजहरू। यदि हामीले क्वार्ट्ज घडीका डिसएडभान्टेजहरूको बारेमा कुरा गर्नुपर्दाखेरि क्वार्ट्ज घडी सामान्यतया ब्याट्री पावरले गर्दाखेरि चल्ने गरिन्छ।
जसले गर्दाखेरि ब्याट्रीको पावर रिजर्भ जबसम्म छ यो घडी चल्ने गर्दछ र ब्याट्रीको पावर रिजर्भ सक्ने बित्तिकै ब्याट्रीको क्यापेसिटी सक्ने बित्तिकै हामीले फेरि ब्याट्री चेन्ज गरिराख्नुपर्ने झन्झट हुन्छ र एउटा घडीमा हामीले घरिघरि ब्याट्रीको क्यापेसिटी अनुसार यो सकिने बित्तिकै हामीले चेन्ज गर्नुपर्ने हुन्छ जुन चाहिँ नि मेकानिकल घडीको केसमा डिफ्रेन्ट हुन्छ त्यसमा आफ्नै स्प्रिङ र गियर्सहरू र मेकानिकल पार्ट्सहरू मिलेर बनेको भएको कारणले गर्दाखेरि त्यो जहिले पनि ह्यान्ड वाइन्डिङ या सेल्फ वाइन्डिङले गर्दाखेरि घडी चल्ने गरिदिन्छ भने क्वार्ट्ज घडीमा चाहिँ तपाईँको ब्याट्री चेन्ज गरिराख्नुपर्ने झन्झट एउटा हुन्छ र क्वार्ट्ज घडीको अर्को डिसएडभान्टेजको कुरा गर्नुपर्दाखेरि अघि भनेको जस्तो एडभान्टेजको पोइन्टमा यो क्वार्ट्ज घडी चाहिने क्वार्ट्ज घडीको मुभमेन्टहरू सस्तोमै यसको प्रडक्सन हुने गर्दछ भने र सस्तोमै प्रडक्सन भएको कारणले गर्दाखेरि यसको क्वालिटीहरू अलिकति डाउन हुने गर्दछ र जसले गर्दाखेरि कन्ज्युमरले चाहिँ नि यसलाई चाहिँ हाई प्राइसमा किन्नुपर्ने हुन्छ र एक्चुअलमा यसको क्वालिटी चाहिँ कम हुने गर्दछ र यो चाहिँ नि यसको डिसएडभान्टेजको मुख्य पोइन्ट मान्न सकिन्छ तर यसलाई चाहिँ नि घडीलाई किन्दाखेरि हामीले चाहिँ कन्ज्युमरले अलिकति घडीका मेन पोइन्टहरूलाई चाहिँ नि ध्यान दिएर किने भने चाहिँ नि बेटर हुन जान्छ र अर्को क्वार्ट्ज घडीको डिसएडभान्टेजको बारेमा कुरा गर्नुपर्दाखेरि हामीले ध्यान दिनुपर्ने मुख्य कुरा भनेको क्वार्ट्ज घडी अघि भनेको जस्तो प्रडक्सन गर्न एकदमै सजिलो र सस्तो भएको कारणले गर्दाखेरि यसमा डुप्लिकेट वाचहरू पनि धेरै पाइन्छन् मार्केटमा सामान्यतया नेपालमा पनि हामीले जिसकका रोलेक्सका सेकोका धेरै डुप्लिकेट घडीहरू छ्याप्छ्याप्ती पाएको देख्न सकिन्छौँ सोसियल मिडियाहरूमा या कुनै पनि एडहरूमा देख्न सकिन्छ जुन चाहिँ तपाईँलाई एकदमै सस्तो मूल्य या कुनै पनि एकदमै धेरै मूल्यमा बेचेको हुन्छ जुन चाहिँ ओरिजिनल घडीमा हुनुपर्ने कम्प्लिकेसनहरू या मुभमेन्टमा हुनुपर्ने क्वालिटीहरू केही पनि रहेको हुँदैन र त्यसलाई चाहिँ नि हामीले सेको भनेर त्यसमा चाहिँ नि तपाईँको रोलेक्स भनेर या अरू कुनै ब्रान्डेड घडी भनेर एपी भनेर बेच्न गरिन्छ जसको भ्याल्यु चाहिँ नि मार्केटमा एक थोपा पनि हुँदैन र यस्तो घडी किन्यौँ भने कन्ज्युमर फस्ने 100% हुन्छ सो यो एकदमै नराम्रो र एकदमै क्वार्ट्ज घडीको एकदमै डिसएडभान्टेज भएको चाहिँ नि पोइन्ट हो र क्वार्ट्ज घडीको एडभान्टेज र डिसएडभान्टेजहरूको कुरा गरिराख्दाखेरि अर्को छुटाउनै नहुने कुरा भनेको मेरो पर्सनल ओपिनियन भनेको यदि तपाईँ वाच कलेक्टर हुनुहुन्छ भने तपाईँको वाचमा एउटा क्वार्ट्ज घडी हुनु जरुरी छ जस्तो मलाई लाग्दछ पर्सनली मलाई क्वार्ट्ज घडीहरूको तुलनामा मेकानिकल घडीहरू कलेक्ट गर्न मनपर्छ मलाई पर्सनली मेकानिकल घडीहरू बढी मनपर्छ तापनि मेरो कलेक्सनमा एक दुईवटा क्वार्ट्ज घडीहरू छन् र क्वार्ट्ज घडीमा पनि प्रायः मेरा क्वार्ट्ज घडीहरू चाहिँ नि सोलर पावरका हुन्छन् जसले गर्दाखेरि चाहिँ नि मेरा घडीहरूमा ब्याट्री चेन्ज गर्नुपर्ने झन्झट हुँदैन र प्रायः जसो मेरा घडीहरू चाहिँ नि क्यासियोका घडीहरू छन् जुन जिसक र क्यासियोका घडीहरू छन् र यो क्यासियो र जिसोका घडीहरू तपाईँले किन्नुभयो भने यिनीहरू क्वार्ट्ज पावर त हुन्छन् ब्याट्री पावर त हुन्छन् तर त्यसका साथसाथै बलियो पनि हुन्छन् जसले गर्दाखेरि मलाई मेरो डेली वेयरको रूपमा डेली वाचको रूपमा चाहिँ क्वार्ट्ज घडीहरू लगाउन बढी कम्फर्टेबल हुन्छ किनकि मैले त्यो घडी लगाएर जुन काम पनि गर्न सजिलो हुन्छ र मेरो यदि म डेली जबमा जान्छु भने त्यो जबमा पनि क्वार्ट्ज घडी लगाएर या कुनै जिसकका र क्यासियोका घडी लगाएर जान चाहिँ मलाई चाहिँ कम्फर्टेबल लाग्दछ किनभने हाम्रो डेली कामहरूमा यदि तपाईँ हेभी वर्क गर्नुहुन्छ या बाइक चलाउनुहुन्छ या कुनै खेल खेल्नुहुन्छ भने तपाईँले मेकानिकल घडी लगाउनु भयो भने चाहिँ त्यसमा अलिकति जटिल समस्या सकिन्छ किनकि त्यो मेकानिकल पार्टहरू मिलेर बनेको हुन्छ र त्यसले गर्दाखेरि धेरै मुभमेन्टले गर्दाखेरि धेरै भाइब्रेसनले गर्दाखेरि मेकानिकल पार्टहरूमा चाहिँ नि असर पर्न जान सक्छ त्यही भएर तपाईसँग एउटा या एउटाभन्दा बढी चाहिने तपाईँको कलेक्सनमा एउटा चाहिने राम्रो बलियो भरपर्दो एउटा चाहिने क्वार्ट्ज घडीको आवश्यकता पर्छ जस्तो मलाई लाग्दछ र यही कारणले गर्दाखेरि पनि क्वार्ट्ज तपाईँको कुनै पनि कलेक्सनमा एउटा क्वार्ट्ज हुनु चाहिने मलाई जरुरी जस्तो लाग्दछ र यति सबै भनिसक्दा अब फाइनल पोइन्टमा म फेरि पनि भन्न चाहन्छु कि क्वार्ट्ज घडीमा प्रायः जसो हाम्रो नेपाली मार्केटमा छ्याप्छ्याप्ती नक्कली घडीहरू डुप्लिकेट घडीहरू या होमाज घडीहरू धेरै पाइन्छन् जसको भ्यालु चाहिँ नि पछि केही पनि हुँदैन एकदम क्वालिटी पनि एकदम कम हुन्छ त्यही भएर किन्दाखेरि बरु रेप्युटेड ब्रान्डबाट र रेप्युटेड सेलरबाट किन्नुहोस् या तपाईँ विदेशमा हुनुहुन्छ भने या तपाईँको आफन्त कोही विदेशमा छन् भने विदेशबाट मगाउनुहोस् रेप्युटेड सेलरबाट रेप्युटेड ब्रान्डबाट मगाउनुहोस् क्वार्ट्ज घडीले पनि तपाईँलाई चाहिँ नि सेटिस्फ्याक्सन र धेरै राम्रो नै दिन सकिन्छ र त्यति भन्दै आजको भिडियो म यहीँ टुङ्ग्याउन चाहन्छु थ्याङ्क यू भेरी मच फर वाचिङ वाचम्यान नेपाल सी यू अगेन